बाबा बाबा हजुर छोरा। म एकछिन साथीहरूसँग खेल्न जान्छु ल। हुन्छ नि त, तर बेलैमै घर फर्किनु ल। हुन्छ। हर्केका बा पानी लिएर खाजा खान आउनु। ल ल। आज हर्के कता गएछ देख्दिन। साथीहरूसँग खेल्न गएको होला नि। किन पठाउनु भयो? उसको खेल्ने उमेर हो, खेलिहालोस् नि। भरे लडेर हात खुट्टा भाँच्यो भने उपचार गर्न तपाईँले कमाउनु पनि भएको छैन, विदेश जानुभन्दा पनि जानुहुन्न। खोइ त अहिलेसम्म साथीहरू पनि आएनन् त। त्यही त भने अहिलेसम्म कोही पनि आएको छैन, हामी दुईजना मात्रै भयौँ। हेर त तिमीलाई यसरी घुमाउन आउँछ? आउँदैन मलाई। एकचोटि ट्राई गर न। ल है हामी पनि आयौँ है, मिलेर खेलौँ। ल खेलौँ मिलेर अब। ल म पनि आएँ है। अनि हर्के तिमीले तिम्रो बुवालाई सोधेर आयौ त? सोधेर नि आएको, बुवाले जानु भन्नुभयो। ए ल खेलौँ खेलौँ। ल खेलौँ खेलौँ। रिदम तिमी छिटो गएर पानी लिएर आऊ त। हस् म लिएर आउँछु। ओहो उसको त कति साह्रो रगत बगेको रहेछ त। त्यसो भए म उसको मम्मी बाबालाई बोलाएर ल्याउँछु ल। ल तर चाँडै आऊ है। हस्। ल मैले पनि पानी लिएर आएँ है। अभिषेक हाम्रो गाउँको रेड क्रस कार्यालयबाट स्वास्थ्य कर्मी बोलाएर ल्याउ न। हुन्छ हुन्छ। ला घरमा त कोही पनि पो हुन्न, अब कसलाई भन्ने हो? काके तपाईँले हर्केको आमा बुवालाई देख्नुभयो? किन र के भयो? हर्के हामीसँग फुटबल खेलिरहेको थियो, लडेर खुट्टा नै भाँचिएको जस्तो पो छ त। ला उसको आमा त खेतमा पो जानु भएको छ त। लु म देखाइदिन्छु। तिम्रो छोरा त फुटबल खेले लडेर खुट्टै नै भाँचेछ अरे। के भन्छ यो? ल के भएछ? हेर न बाबु बोलाउन आएको रहेछ। ए हर्केको बाउ यता आऊ त, हर्केलाई के भएछ? मैले तपाईँलाई भनेकै थिएँ फुटबल खेल्न नपठाउनु भनेर। ला नि अब के भयो होला नि? केटी हो, लड्यो होला, सानो चोट लागेको होला नि। ठुलो चोट लागेको रहेछ भने उपचार गर्न पैसा पनि छैन, अब के गर्ने होला नि? तिमी कमाउँदैनौ पनि। म्याम के भयो बाबु, तिमी त निकै आएर आइरहेका छौ त। मेरो एउटा खेलाडी साथी घाइते भएको छ। ला कसको बाबु हो, कहाँ लड्यो? मेरो छिमेकी आन्टीको छोरा हो, ऊ तल स्कुलको ग्राउन्डमा लडेको। म्याम सबै सामान ठिक गर्छ नि? ठिक छ म्याम, जाउँ त्यसो भए। ल चल। सम्झ। ओइ उता हेर त, साँच्चै त के भएको छ? जाम न जाम। मोबाइल झिकेर भिडियो बनाऊ न। ल टिकटकहरू पनि बनाउनु पर्छ। नि त्यस्तो भिडियो बनायो भने धेरै लाइक र भ्युज आउँछ। तिमीहरूसँग मानवता छैन, तिमीहरू टिकटक भिडियो बनाउँदैछौ। बरु हाम्रो सहयोग गर न साथीहरू। बरु उसलाई शीतलतिर लगाउँ न। हुन्छ ल। ला मेरो छोरालाई के भयो? हर्के मैले तिमीलाई अघि नै भनेको थिएँ नपठाऊ भनेर। छोरा हर्के। छोरा सबै ठिक हुन्छ। सबै ठिक हुन्छ। तिमीहरूले स्वास्थ्य कर्मीलाई बोलाएनौ? बोलाउन गएको छ, आउँदै होला। खोइ हट्नुहोस् तपाईँहरू, बिरामीलाई हावा दिनुहोस् त। म्याम फर्स्ट एड बक्स ल्याउनुहोस् त।
हामीले प्राथमिक उपचार दिइसक्यौँ, तपाईँले अब भाइलाई राम्रो अस्पतालमा लग्नुपर्छ।